आउँदैछु भनिरहेको छु त म। भाइ जानी हो? छ्या म त्यस्तो खालको मान्छे होइन। भाइ पनि मसँग होटल जाने हो भनेको के? ए दाइ म सोझो खालको मान्छे हो के? तपाईसँग होटल किन जाम र? मसँग होटल जाने होइन के, मेरो होटल छ त्यहाँ जान्छौ कि भनेको। अब सबै अरू होटल बन्द भइसके। मलाई होटलै चाहिए छैन दाइ, मलाई बस्नै छैन, म गएको। ए भाइ होटल नचाहिए पनि यो घडी हेर त भाइ, ओरिजिनल घडी हो। कुन ब्रान्डको घडी हो र दाइ? ओरिजिनल घडी हो के भाइ यो। एकदमै हिजो मेरो ट्रकबाट धनगढीमा सप्लाई हुँदै थियो, त्यो बेला खसेको हेर त, अलिअलि स्क्रैच लाग्यो, नत्र त ओरिजिनल ब्रान्डको ओरिजिनल घडी। कतिमा दिनुहुन्छ त दाइ यसलाई? अरूलाई भएको भए त धेरै महँगो पर्थ्यो भाइ, तिमीलाई मात्र 40,000। 40,000 को घडी दाइ यो भयो, चाहिएन मलाई। ए भाइ लैजाऊ न, लैजाऊ, मिलाएर दिन्छु के। कतिमा दिने ल भन्नु त? तिमीलाई फाइनल रेट जम्मा 20,000 मा लैजाऊ त नि। 20,000? बाटोमा हिँड्दै गरेको मान्छेलाई के गरे दाइ? यार लाउनु यो तपाईँ घडी ए चाहिएन। भाइ रोक न, एकदम 10,000 मा लैजाऊ त नि भाइ। ल दाइ मैले तपाईँको के बिगारिदिएको भन्नु त? बाटोमा यतिकै हिँड्दा कसले 10,000 बोकेर हिँड्छ? यार लाउनु तपाईँ घडी चाहिएन मलाई। ए भाइ ल 1000 रुपियाँमा लैजाऊ त नि, लैजा न त, लैजाऊ भाइ। मसँग 1000 रुपियाँ पनि छैन दाइ, मलाई चाहिएन, तपाईँ घडी राख्नु त। भाइ यार 2 दिनदेखि केही खाएन यार, 100 रुपियाँमा भयो नि, लैजाऊ न यार। मैले पनि 2 दिनदेखि केही खाएन, म पनि लाभारी छु यहाँ। त्यसो भए मसँग एउटा आइडिया छ भाइ। आइडिया? भाइ मसँग ओरिजिनल ब्रान्डको ओरिजिनल घडी छ, सस्तोमा दिन्छु, किन्ने हो?